हेलो साथीहरू, यो चाहिँ अब के गर्नुभएको भनेर सोच्नुहुन्छ होला। तर मलाई थाहा छैन अब सबै नानीहरू यस्तो हो के हो होइन। तर हामीले अब घरमा पार्टीहरू गर्दाखेरि नानीहरू हेर्नुहोस् न, त्यो बियरको बोतलहरू देख्दा होइन रेड कलरले एट्र्याक्ट भएको हो के हो। खै मेरो छोरा चाहिँ साह्रै त्यो बियरमा एट्र्याक्ट भएर हो के हो, उसले चाहिँ कालिँदै माग्ने गर्छ हो। अनि मैले चाहिँ अब अल्कोहल पनि बडीमा हुनुपर्छ भन्ने कुराले सोच्दाखेरि चाहिँ अलिअलि मैले पनि उसलाई टेस्ट चाहिँ गराइदिएँ। तर ऊ त अब के भन्छ त्यसलाई त पुरा मन परेर उसले आफै हेर्नुहोस् न हात हालेर हो टेस्ट गर्नु खोज्दैछ। उसलाई त्यो रेड कलरमा एट्र्याक्ट भएको हो कि उसलाई टेस्ट मन परेको हो कि। म चाहिँ पुरा उसलाई अब खोज्दै थिएँ बोतलहरू पनि हो। तर ऊ चाहिँ यति बेसी कालिरहेको थियो त्यो बोतल मैले खोसेर ल्याउँदा चाहिँ फेरि यति साह्रो बाठिएछ, मुनि चाहिँ चिसो थियो होइन। उसले चाहिँ त्यो चिसोपट्टि नपक्रेर चाहिँ त्यो बोतलको माथिको त्यो नेकपट्टि मात्रै पक्रेर त्यहाँबाट टेस्ट गराउँदै थिएँ मैले। अब चाहिँ नो भन्दा पनि ऊ यति डरलाग्दो कालिएर रुँदै थियो। त्यस्तो हुँदो रहेछ। अब तपाईँहरूको पनि नानीहरू यस्तो छ कि मेरो मात्रै छोरा यस्तो हो भनिदिनुहोस् त।